सो हाई गाइस वेलकम टु माई न्यू ब्लग है। सो सबैजना सबै सन्चै आरामै हुनुहुन्छ होला। अनि म र मेरो साथीको हजुरलाई नमस्ते सबैजनालाई है। हामी अहिले चाहिँ बिकिनी बिचतिर जाँदैछौँ होइन। सो डोन्ट वेस्ट अफ टाइम। सो लेट्स गो ब्रो। आजको यात्रा चाहिँ बिकिनी बिचतिर छ होइन। अलाउड है क्या वो कैमरा लेके जाएगा, समस्या नहीं है ना? ओके ठीक है। यो चाहिँ हाइवे हो अनि यहाँको चाहिँ यो चाहिँ मस्जिद भयो होइन। यो चाहिँ बिकिनी बिचको बाटो भयो अनि गेस्ट हाउसहरू टन्नै छ यतातिर नि। यो चाहिँ बिकिनी बिच भयो है। यो नदीर चाहिँ हाम्रो काम गर्नेहरूलाई चाहिँ त्यति अलाउड छैन होइन। काम गर्नेहरूलाई चाहिँ त्यति अलाउड गर्दैन यहाँ आउने। सो यो बिकिनी बिचमा आएर नहुने होइन। अनि त्यो टाइपको चाहिँ अलाउड गर्दैन यहाँ। हामीहरू चाहिँ जस्ट यहाँ आयो सनबेड अनि अम्ब्रेलाहरू राख्यो छोड्यो गयो त्यो टाइपको हुन्छ। इधर से चलो बोट भी देख के जाएगा। बोट है ना, उधर भी देख देगा। अरे तू सनबेड निकालो। हाँ निकालना पड़ेगा तो ओके। धेरै ठुलो ठाउँ छैन। अब एउटा 10 मिनट हिँड्यो भने पनि एउटै मान्छे दुईचोटि भेटिन्छ हिँडेको मान्छे बाटोमा। त्यस्तो छ ठाउँ त। अब तर बनाउँदैछ हो यहाँ त धेरै राम्रो राम्रो। आउँदा सुरुमा केही थिएन। यता यो बिल्डिङहरू ठुल्ठुलो बनाउँदैछ अब त। राम्रो भनेको त नरिवलको बुट्टाहरू देखिन्छ कि यता फेरि चाहिँ यो दाई सनबेड क्लिन कुरानी गेस्टको सनबेड यो चाहिँ सनबेड हो है। यसमा चाहिँ मस्त सुतेर घामको आनन्द लिन्छन्। So go now Bikini Beach. Okay, let's go. Yeah. सो तपाईँहरूलाई म अब देखाउँछु होइन संस्कारी बिकिनी बिच भनेर। धेरै त देखाउन पाउँदैन, अलिअलि हो। त्यही भएर चाहिँ त्यहाँ अलाउड छैन नि त। यो चाहिँ मैले काम गर्ने गेस्ट हाउस हो। यो चाहिँ गेस्ट हाउस रेस्टुरेन्ट उता छ। यो चाहिँ गेस्ट हाउस हो। गेस्ट हाउसको साइडको हो। जाएगा आगे से धीरे धीरे चलो धीरे धीरे। अहिले चाहिँ पानी धेरै कम भएको छ। यो टाइममा कम हुन्छ। यो चाहिँ मेरो बङ्गलादेशको भाइ हो। This is enjoy time.
सो यो जङ्गल होइन, यो आइल्यान्डको एमाजोन जङ्गल भन्छ यसलाई है। आउनु म देखाउँछु तपाईँलाई। यो चाहिँ यहाँको एमाजोन जङ्गल हो होइन। यहाँभित्र जानलाई अलिक मलाई डर लागिरहेको छ, अलिक मन पनि मुटु पनि धुकधुक 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 कामिरहेको छ होइन। जाम कि नजाम, भित्र के होला, चिता होला कि बाघ होला कि, अब त्यस्तै हो होइन। एनाकोन्डा आयो भने पनि डरै छ, त्यही भएर थोरै अब लाइफमा फन पनि चाहिन्छ होइन। थोरै चिल आउट गरौँ। यहाँको मजा हुनु भनेको नै यही हो कि टक्क बिकिनी बिचमा यस्तो घाममा होइन। यो छाना, हाम्रो त उतातिर रक्सी सुकुटी बेच्छ के अरे यस्तो छानाभित्र। आज भाइ यही हो मजा भनेको जिन्दगीको होइन। अब जति मजा लुट्नु छ लुट्ने नै हो। अहिले नै हो कालो हुने, घाउर पनि कालै हो हुने त अब, तर पनि यो अझै यताको छेउछेउको हो है ठाउँहरू, गेस्ट हाउसहरू यो सबै उता बन्दैछ। अनि त्यहाँ चाहिँ भलिबल ग्राउन्ड हो। चलो चलो चलो, ज़्यादा मत देखो मेरे भाई। मेरा साथ को होगा नहीं लगा उधर। नहीं तो मालूम है ना, यो चाहिँ भलिबल ग्राउन्ड हो होइन। यहाँ त भलिबल त खतरा खेल्छ हो यहाँको मान्छेहरू त। चलो चलो सुल्तान भाई, किधर जी आप उधर आके एकेडमी में हम फान रख दे एकेडमी में। आप सब को बोला भाई किधर किधर है नहीं एकेडमी में उधर नहीं। तो हम लोग बिकिनी बीच में गए ना। ओके भाई। सो ओके गाइस, आजलाई यति नै होइन। अब काम पनि गर्नु पर्यो। अब कामले गर्दा अब धेरै बनाउन पाइँदैन होइन। त्यसका लागि सबैजना आफ्नो ख्याल राख्नु होला। अनि धन्यवाद, नमस्कार, राम राम। ओके भाइ, कुछ बोलेगा? बाय बाय, सी यू लेटर। ओके, सी यू लेटर।